नमस्ते स्वागत छ तपाईलाई फेरि सागर भ्लगमा युट्युब च्यानलमा चाहिँ सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा गर्दछु। म पनि आरामै छु, हजुरहरूलाई पनि सन्चै होला भन्ने आशा छ। मेरो भिडियोमा चाहिँ हजुरहरू फुल इन्जोय गर्नुभएको छ भन्ने आशा गर्दछु र कस्तो लाग्छ भिडियो चाहिँ कमेन्ट गर्न नबिर्सनु होला। आज चाहिँ म यता यो रोड साइडमा जाँदैछु भ्लग बनाउनलाई चाहिँ न क्राउड धेरै छ अनि गाडीहरू पनि चलिरहेको छ। त्यस्तै यो साइडमा चाहिँ मैले भ्लग बनाउने साइड चाहिँ यो हो है। म आज यो रोड साइडमा जाँदैछु भ्लग बनाउनलाई चाहिँ कस्तो लाग्छ भनिदिनु होला है त। भ्लगको बारेमा त्यति साह्रो केही पनि थाहा छैन के भन्छन् भनेर, मान्छेहरूले कति राम्रो राम्रो भ्लग बनाउँछन् होइन। मलाई भ्लगको बारेमा त्यति साह्रो एक्सपिरियन्स पनि छैन र त्यही पनि आशा गर्छु सक्दो प्रयास चाहिँ म गर्छु है भ्लग बनाउने चाहिँ। आज हुन्छ भोलि हुन्छ, प्रयास चाहिँ गर्नुपर्छ के जे कुराको गर्नु प्रयास गर्नुहोस् नि। प्रयास भनेको चिज चाहिँ नि खोलिरहनुपर्छ कि हिम्मत र एक्सन हुनुपर्छ सबै कुराको र पनि एक्सपिरियन्स गरिसकेपछि मात्र आउँदो रहेछ क्या न। तबसम्म त मलाई पनि केही थाहा छैन कि सबैको अगाडि हेर्दाखेरि लाज लाग्यो अनि कहिले हेर्छ के हुन्छ कि भन्ने जस्तो लाग्छ भ्लग गर्नुमा चाहिँ। आजभोलि चाहिँ हिम्मत लिइरहेको छ न, सबैभन्दा ठुलो चाहिँ हिम्मत हुँदो रहेछ, हिम्मत लिइरहेको छ। मैले चाहिँ आज घर छोडेर आएको ठ्याक्क 1 महिना भयो है। बाबा मम्मीको याद धेरै आएको छ, बहिनीको याद धेरै आएको छ। खास गरेर त मम्मीले बनाएको खाना बहुत मिस गरेदेखि चाहिँ म घर गयो भने सबैभन्दा पहिला मम्मीले बनाएको हातको दाल र भात खाने छु के। कस्तो बहुत यादिरहेको छ कि मम्मीले बनाएको खानाहरू बना मिस गरिरहेको छु। अनि आज चाहिँ गोवा आएको ठ्याक्क 1 महिना भइसक्यो। अनि आज मेरो थियो यता जाने काम गरेको थियो, त्यसैले म चाहिँ आज त जाँदाखेरि चाहिँ सानो भ्लग भए पनि बनाउँछु भनेर सोचिरहेको थिएँ। त्यस्तै छ, सपोर्ट चाहिँ हजुरहरूले दिनु होला है त। मेरो युट्युब भिडियोहरू चाहिँ फरिङमा गएको छैन। युट्युबलाई पनि एउटा रिक्वेस्ट छ कि मेरो भिडियोलाई चाहिँ फरिङमा पुस गरिदिनु होला। म सबैसम्म राम्रो कन्टेन्ट बनाउने कोसिस गर्छु, राम्रो भिडियो पोस्ट गर्ने कोसिस गर्छु ल। युट्युबले पनि यो भिडियो हेर्नु भएको छ भने अगर क्रिएटिभ गरेर चाहिँ भनेको भने युट्युब भिडियोलाई चाहिँ अलि राम्रोसँग उसमा फरि पेजमा ट्रेनिङमा लिएर जानु होला। आशा छ मैले राम्रो भिडियो बनाएको छु है। ट्रेनिङमा गएको छैन कि यो भिडियो चाहिँ मेरो होइन पब्लिक भएको छैन क्या, पब्लिस भएको छैन। जम्मा 2-3 भ्युज मात्र आउँछ क्या है। त्यही पनि थाहा छ, आज प्रयास गर्छु भोलि प्रयास गर्छु भिडियो चाहिँ एक दिन त सक्सेस बनिन्छ नि होइन। सक्सेस त हिम्मत हार्न भएन कि, मेन कुरो चाहिँ हिम्मत हार्न भएन कि। आज भएन भोलि भएन भनेर भन्दै त भिडियो बनाउँदै कोसिस गर्नुपर्छ। अनि भिडियो भएन भनेर हुँदैन नि त। आज भए पनि नभए अवश्य सक्सेस हुन्छ नि। मलाई पनि आशा छ। सुरुमा त यस्तै हो, स्टेप बाई स्टेप चढ्नु पर्छ नि त। सिडी भनेको पनि एक्कासी कहाँ चढ माथि चढ्न सकिन्छ त नि। त्यही भएर त्यही पनि 30 मिनटले गरेर बनाउँदाखेरि चाहिँ भिडियो बनाउँदाखेरि भ्युै नआएपछि हिम्मत टुट्छ कि कति हिम्मत टुट्छ क्या बनाउँदिन जस्तो लाग्छ। फेरि सोच्छु होइन आज नबनाएर के भयो त नि, आज नभए त अनि के भयो त नि, भोलि एउटाले हेर्छ पर्सि एउटाले हेर्छ, त्यस्तो गरेर गर्दा बिस्तारै मलाई बन्ने हेर्छ कि। एउटा आइफोन हुन्छ भने चाहिँ ट्याग भिडियो पनि दामी आउँथ्यो क्वालिटीमा न, अनि दामी भिडियो आउँथ्यो होला कि। मसँग फेरि एन्ड्रोइड मोबाइल छ, त्यही भएर चाहिँ खासै राम्रोसँग भिडियो बनाउन पनि आउँदैन। अनि त्यही भएर चाहिँ भाइरल हुन पनि त्यस्तो मुस्किल भएको होला कि। सायद आइफोन हुन्छ भने मसँग पनि सिधै भाइरल हुन्थ्यो होला। ब्याकग्राउन्ड लाइटहरू सबै राम्रो आउँथ्यो र राम्रो क्वालिटी आउँथ्यो होला। त्यसैले पनि एन्ड्रोइड मोबाइलमा राम्रोसँग बन्दैन होला। यिनीहरूको जस्तो भयो भने आइफोन त किन्ने हो। आइफोन किनेर चाहिँ भिडियो राम्रो बनाउन थाल्यो भने त त्यस्तो कि त कस्तो नहोला र भाइरल केही छैन। जे जस्तो भयो भने अब भिडियो बनाउँछु आज नभए भोलि त कस्तो सक्सेस नहुला र। आज हुन्छ भोलि हुन्छ सक्सेस त कस्तो नहुला र म पनि। तर यसरी नै हो कि भिडियो बनाउने खास हिजोसम्म मलाई थाहा छैन कि भिडियो कसरी बनाउँछ भएको कुरो। त्यहाँ आएर चाहिँ एक्सपिरियन्स रिलेटेड भिडियो बनाउनलाई चाहिँ आशा गर्दछु आजको भिडियोहरूले पनि तपाईँलाई फुल इन्जोय दिएको छ, फुल मजा दिएको छ होइन। रमाइलो गर्नुभयो होला सायद मेरो भिडियो हेरेर है त। ल फेरि अर्को भिडियो भेटौँ न। हस् त, नमस्ते, जय नेपाल।